हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। सन्चै हुनुहुन्छ? हामी चाहिँ एकदम सन्चै छौँ। अनि म चाहिँ आज काँडाघारीमा छु अनि दिदीकोमा आएको। दिदीसँग यहाँ रमाइलो गरेर छु। धेरै पछि भेटघाट भएको दिदी र मेरो। अनि अहिले चाहिँ म यहाँ दिदीको किचनबाट चाहिँ भिडियो सुरुवात गर्दैछु हो। अनि त्यस पछाडि यहाँ दिदीले के पकाइरहनु भएको छ। अनि दिदी चाहिँ यहाँ यसरी बसिरहनु भएको छ। नदेखाइ लाज लाग्छ अरे। अनि खुब लजाउनुहुन्छ कि मेरो दिदी, साह्रै लजावती हुनुहुन्छ। अनि टक्क यहाँ किचनमा यस्तो पाक्दैछ हो। अनि त्यस पछाडि अब भरे हामी कहाँ जान्छौँ, दिदी बहिनी आज के गर्छौँ भनेर चाहिँ म तपाईँहरूलाई अहिले भरे देखाउँछु खाना खाइसकिसकेपछि। अब चाहिँ हामी जान लाग्यो बाहिर हो। अनि त्यस पछाडि कहाँ जान्छौँ, अब यसो चोकतिर जान लाग्यो, यसो राम्रो भनेर जान लाग्यो हो। हेर्नु न कति राम्रो फुल छ यहाँ, बाबा यस्तो राम्रो फुल छ। अब दिदी म जान लाग्यो सनसिटी चोक जान्छौँ। अनि त्यस पछाडि त्यहाँ के हुन्छ त्यहाँको चाहिँ। अनि त्यस पछाडि तपाईँहरूलाई भन्छौँ हो। अब दिदी म जान लाग्यो। दिदी म यो लान्छु है चप्पल लगा। अब जान्छौँ कता जान्छौँ, के गर्छौँ। राम्ररी हुन जान लाग्यो नि दिदी हामी हो। अरे कति बिस्तारै बोल्नु भएको बाबा। अनि हेर्नु न कति राम्रो फुल रहेछ क्या यहाँ, एकदमै राम्रो फुल टक्क परेर च्याट्ट यस्तो राम्रो देखियो के। तुलसी पनि रहेछ यहाँ। यस्तो राम्रो फुल छ, यस्तो राम्रो छ। त्यहाँ दिदी रेडी हुँदै हुनुहुन्छ हो। अब जान्छौँ अनि त्यहाँ गइसकेपछि के गर्छौँ भनेर चाहिँ तपाईँहरूलाई। कहाँबाट जानु दिदी? यहीँबाट देखाउँछु। के हो कति साह्रो हो कि ढङ्ग नभएको। अब जान्छौँ साथीहरू। त्यहाँ पुगिसकेपछि के गर्छ भनेर त्यहाँ पुगेर देखाउँछु। साथीहरू हामी राम्रो हुन आएको कि। अनि मेरो दिदीको त बोली नै बन्द भइसक्यो। यस्तो ट्रेनिङ गरेको होइन। मेरो दिदी रुन लागिसक्नुभयो। यसको लागि केही सजेसनमा छ भने दिनुहोस्, जिन्दगीमा यो नपलाउने खालको होइन। नत्र भने चाहिँ एकदमै गाह्रो भइसक्यो यहाँ। हेर्नु साथीहरू हो। अनि आज चाहिँ यहाँ पार्लर आएको क्या राम्री हुनलाई। यस्तो छ साथीहरू, कपाल काटौँ भनेर आएको हो। कस्तो कालो देखिरहेको छ, किन हो थाहा छैन त्यो चाहिँ। यस्तो छ साथीहरू हो। अनि अब चाहिँ यहाँ म चाहिँ वेटिङमा छु। यहाँ दिदी आउनु बाँकी हुनुहुन्छ कपाल काट्नको लागि। अनि दिदी आइसक्नु भयो कि क्या हो त्यहाँ र गयौँ। अनि यसो अलिअलि राम्रो हुन गएको, खासै राम्रो चाहिँ भएन हो। अनि त्यसपछि बाहिर गएर आयौँ। बाहिर पानी पर्ला जस्तो लागिरहेछ, त्यही भएर चाहिँ हामी आइहालेको छिट्टै। पर्ला जस्तो भएको छ, लागिरहेको छैन, पर्ला जस्तो भइरहेको छ हो। अनि त्यस पछाडि आज के भन्छ अहिले चाहिँ त्यो मासु खानु हुँदैन के, बर्ड फ्लू लागिरहेको हो। त्यही भएर हाम्रो घरमा मासु पाकेको छैन। यहाँ हेर्नुहोस् न गाईहरू, हाम्रो मासु पाकेको छैन। अनि सायद यो बर्ड फ्लूको कारणले होला मासु पाक्दैन आजकल हो। अनि यहाँ दिदी चाहिँ मसला पिसिरहनु भएको छ। अनि आज चाहिँ अब मासु खान्छौँ। अनि त्यो त के मिलेर आएको छ, खाएको खाइछौँ। तर अब यहाँ स्पेसल चाहिँ भने मासु नै हुन्छ हो। त्यही हो साथीहरू, आजको ब्लग तपाईँहरूलाई कस्तो लाग्यो, मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। आजलाई चाहिँ यति नै हो। तपाईँहरूले चाहिँ एकदमै इन्जोय लिएर हेर्नुहुन्छ भन्ने चाहिँ पूर्ण रूपमा विश्वास छ। आजलाई यति नै, बाइ बाइ साथी, भोलि भेटौँला।